ओ मेरो टोपी हो, मेरो टोपी कैलाशको शिर जस्तो, मेरो टोपी हिमाली भिर जस्तो, कहिले पनि झुक्न नजान्ने, कहिले पनि रुक्न नजान्ने मेरो टोपी नेपाली वीर जस्तो, नेपाली वीर जस्तो। नमस्कार उपस्थित सम्पूर्ण आदरणीय महानुभावहरू, म राजेश निरोला, मेचीनगर 11 झापाको स्थायी बासिन्दा, पेशाले एक शिक्षक एवं प्रेरक वक्ता। जागरण एकेडेमी एन्ड रिट्रिट सेन्टर प्रालिद्वारा सञ्चालित यस 7 दिवसीय पब्लिक स्पिकिङ एन्ड पर्सनालिटी डेभलपमेन्ट कार्यक्रमको समुद्घाटन कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पाल्नुभएका तपाईँ आदरणीय सम्पूर्ण महानुभावहरूमा आयोजक संस्थाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्दछु। आजको यस सभ्य र भव्य कार्यक्रममा मलाई उद्घोषण गर्ने जिम्मेवारी प्रदान गर्नुभएकोमा आयोजक संस्थाप्रति हार्दिक धन्यवाद एवं कृतज्ञता व्यक्त गर्दछु। आज मिति 2081 साल असार 5 गते, तदनुसार 18 जुन 2024 बुधबारका दिन दिउँसोको ठिक 1:30 गएको छ। हाम्रो यो कार्यक्रम दिउँसो 2 बजेदेखि 4 बजेसम्म सञ्चालन रहनेछ। युवाहरूमा रहेको क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यका साथ बोल्ने कलालाई विकास गरेर बोलीकै माध्यमबाट विकासमा सहभागी गराउने र अगाडि बढाउने उद्देश्यका साथ थालनी गरेको यस कार्यक्रमले पक्कै पनि धेरै युवाहरूले यसबाट फाइदा लिनुहुने कुरामा हामी आशावादी रहेका छौँ। आदरणीय महानुभावहरू, अब भने म आजको यस कार्यक्रमका केही नियमहरू बताउन गइरहेको छु। हुन त यहाँहरू आफैमा दिग्गज हुनुहुन्छ, अनुशासित हुनुहुन्छ, तथापि कार्यक्रमलाई थप व्यवस्थित र मर्यादित बनाउनको निम्ति यहाँहरूले कार्यक्रम अवधिभर शान्त रहेर आफूसँग रहेको मोबाइल फोनलाई साइलेन्समा राखेर धीरतापूर्वक कार्यक्रमको अन्त्यसम्म रहेर हामीलाई सघाउ हुने कुरामा हामी आशावादी रहेका छौँ। अब भने म आजको यस कार्यक्रमलाई आसन ग्रहणतर्फ जोड्न गइरहेको छु। सम्पूर्ण भोलिन्टियर साथीहरूलाई म आफ्नो स्थानबाट सहयोगी भूमिका निर्वाह गरिदिन हुनको निम्ति हार्दिक अनुरोध गर्दछु। आजको यस सभ्य र भव्य कार्यक्रममा अध्यक्षता ग्रहण गरिदिनु हुन जागरण एकाडेमी एन्ड रिट्रिट सेन्टर प्रालिका परिकल्पनाकार एवं संस्थापक अध्यक्ष, मोटिभेसनल स्पिकर, तपाईँ हामी सबैका प्रेरणाका स्रोत आदरणीय डाक्टर ताराप्रसाद गिरिज्यूलाई आजको यस कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। उहाँलाई जोरदार तालिका साथ सम्मान जनाइदिनु हुन सम्पूर्ण महानुभावहरूलाई म हार्दिक अनुरोध गर्दछु। अध्यक्षज्यूको अनुमति लिएर म आसन ग्रहणको कार्यक्रमलाई अगाडि जोड्न गइरहेको छु। आजको यस सभ्य र भव्य कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पाल्नुभएका मृदुभाषी सबै जनताका मुटुमा बस्न सफल काठमाडौँ महानगरपालिकाका मेयर आदरणीय बालेन शाहज्यूलाई आजको यस कार्यक्रममा प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। अब यसै गरी म हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पाल्नुभएका काठमाडौँ महानगरपालिकाका उपमेयर आदरणीय सुनिता डङ्गोलज्यूलाई आजको कार्यक्रमको विशेष अतिथिको आतिथ्यता ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी आजको यस कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पाल्नुभएकी जागरण एकाडेमी एन्ड रिट्रिट सेन्टर प्रालिकी वरिष्ठ प्रशिक्षक आदरणीय कुसुम सारा मेमलाई अतिथिको आतिथ्यता ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु र अन्य मञ्चमा रहनुभएका सम्पूर्ण महानुभावहरूलाई खदा माला र ब्याज वितरण गरिदिनु हुन म स्वयंसेवक साथीहरूलाई हार्दिक अनुरोध गर्छु र सम्पूर्ण आदरणीय उपस्थित महानुभावहरूलाई यथास्थानमा आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दै म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। आदरणीय महानुभावहरू, अब भने म आजको यस कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु। अब भने हामी राष्ट्र र राष्ट्रियताप्रति सम्मान जनाउनको निम्ति सबैले आफ्नो स्थानबाट उठेर राष्ट्रिय गानमा सहभागी भइदिनु हुन म सबैलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। त्यसै गरी सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति सच्चा श्रद्धा सुमन व्यक्त गर्नको निम्ति सम्पूर्ण आदरणीय महानुभावहरूलाई आफ्नो स्थानबाट उठेर मौन धारण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। त्यसै गरी आज हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पाल्नुभएका प्रमुख अतिथि, विशेष अतिथि लगायत सम्पूर्ण अतिथिगण र सम्पूर्ण उपस्थित महानुभावहरूलाई आयोजक संस्थाको तर्फबाट स्वागत मन्तव्य राखिदिनको निम्ति म यसै जागरण एकाडेमी एन्ड रिट्रिट सेन्टर प्रालिकी वरिष्ठ प्रशिक्षक आदरणीय कुसुम तिमसिना मेमलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। अब भने हामी कार्यक्रमको अत्यन्तै महत्त्वपूर्ण क्षणमा उपस्थित भइसकेका छौँ। आजको यो हाम्रो कार्यक्रमलाई विधिवत रूपमा मञ्चमा रहेको पानसमा दीप प्रज्वलन गरेर समुद्घाटन गरिदिनु हुन आजका हाम्रा यस कार्यक्रमका आकर्षक
काठमाडौँ महानगरपालिकाका मेयर आदरणीय बालन शाहज्यूलाई दीप प्रज्वलन गरेर यो कार्यक्रमको विधिवत उद्घाटन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।